हेलो हेलो एभ्रिवान, नमस्ते, शुभ बिहानी सबैजनालाई। गुड मर्निङ एभ्रिवान। आज धेरै दिनपछि फेरि हामी दुईजना थोरै भलाकुसारी गर्न आइसकेका छौँ। अनि यो हाम्रो लगभग 5 महिनाको जर्नीमा चाहिँ डिजिटल बिजनेसमा के उपलब्धि गऱ्यौँ हामीले होइन। तपाईँहरूले देखि पनि राख्नुभएको छ। वास्तवमा त्यो भनेको के हो होइन, त्यो कुरा बारेमा चाहिँ अलिकति छलफल, अलिकति इन्फर्मेसन हजुरहरूलाई दिन्छौँ। अनि सबभन्दा पहिला त अहिले यो 5 महिनाको जर्नीमा चाहिँ हामीले 4A माइलस्टोन एचिभ गरिसकेका छौँ। त्यसमा चाहिँ तपाईँलाई कस्तो अनुभव भइरहेको छ? धेरै अचम्म लागिरहेको छ मलाई त। हामीले पहिला अरूको देख्दाखेरि हामी त्यो स्टेसनमा पुग्छौँ कि पुग्दैनौँ, अनि यो कसरी पुगिएला, के हुन्छ होला, यो भनेको के हो भन्ने कुराहरू हामीसँग थाहा थिएन नि त सुरुमा जोइन हुँदाखेरि। अहिले आफै त्यो लेभलमा पुग्दाखेरि वी आर भेरी ह्याप्पी, एक्साइटेड एन्ड थ्याङ्कफुल टु एभ्री वान होइन। आफूले सोचेर चालेको फर्स्ट स्टेप हुन्छ कि हुँदैन भनेर गरेको अहिले हाम्रो त्यो एउटा टाइपको थियो नि त कन्फ्युजन। अहिले एकदमै क्लियर पनि भइसकेको छ यो भनेको के हो भन्ने कुरा हामीले थाहा पाइसकेका छौँ। भनेको एउटा ग्रो अप नै हो। 5 महिनाको यो सानो अवधिमा हामीले गरेको एउटा एचिभमेन्ट हो त्यो। अनि हामीले बिजनेसमा पाएको सक्सेस पनि भन्न मिल्छ त्यसलाई। सिधा हजुरहरूले यसरी पनि बुझ्न सक्नुहुन्छ। एन्ड वी आर भेरी ह्याप्पी। हामीले चाहिँ अब जे पनि अब तपाईँ पढ्नलाई स्कुलमै जानुहुन्छ भने पनि तपाईँले चाहिँ 1 क्लास पास गर्नुपर्छ 2मा जानलाई होइन। त्यही नै हाम्रो स्टेप वाइज स्टेप चाहिँ हामीले माइलस्टोन हुन्छ। यहाँनिर चाहिँ फर्स्टमा चाहिँ हाम्रो 3 माइलस्टोनबाट स्टार्ट हुन्छ। 3 माइलस्टोन एचिभ गर्न एकदमै हार्ड माइलस्टोन हो त्यो। त्यसको लागि एकदम धेरै स्ट्रगल, अलिकति गाह्रो नै भनौँ, अलिकति टाइम लाग्ने होइन। अनि अलिकति तपाईँको हार्ड वर्किङ, स्मार्ट वर्किङको चाहिँ त्यसमा खाँचो पर्ने टाइम हो। अनि त्यो टाइम पार गऱ्यौँ। त्यसपछि चाहिँ त्यो माइलस्टोन पार गर्नु भनेको चाहिँ हामीमा चाहिँ इन्कम पनि ग्रो भएको हो भन्ने बुझ्नुपर्छ तपाईँहरूले होइन। इन्कम पनि आएको हो, इन्कममा चाहिँ हाम्रो नेक्स्ट लेभल चाहिँ ग्रो भएको हो भन्ने कुरा पनि बुझ्नुपर्छ होइन, जति पनि नयाँ हुनुहुन्छ। अनि त्यसपछि चाहिँ हाम्रो फेरि हाम्रो अर्को 3A भनेर पनि आएको थियो होइन। हामीले त्यो पनि राखेको थियौँ, म यहाँ स्क्रिनमा पनि राख्छु अहिले। अनि त्यसमा पनि अब त्यो प्लस हुँदाखेरि चाहिँ हाम्रो फेरि के हुन्छ, अर्को इन्कम चाहिँ हाम्रो ग्रो भएको हुन्छ। र अहिले हामीले चाहिँ 4A माइलस्टोन प्राप्त गर्दासम्म चाहिँ हाम्रो इन्कम ग्रो प्लस अब हामीले चाहिँ धेरै कुराहरू होइन, जस्तो अब भनौँ न एउटा लेभलको सक्सेस हामीले पाइसकेको छौँ भन्ने भएको छ होइन। हामीले एउटा जुन सोचेको थियौँ पहिला, सपना देखेको त्यो लेभलमा हामी पुगिसकेका छौँ। अब यसपछि हामीलाई त्यो बिजनेसले यस्तो टाइपको ब्लेसिङ दिन्छ कि जस्तै अब हामीले सुरुमा गरेको फेजहरू जसरी अब हामीले धेरै त्योभन्दा राम्रो चाहिँ एउटा हामीले यसको आउटकम पाउँछौँ। यो भनेको त्यो चाहिँ हो। अब यसरी अब यसको टेक्निकल्ली कुराहरू चाहिँ हजुरहरूले बिजनेसमा आइसकेपछि पनि आफैले जानकारी लिन सक्नुहुन्छ। बिस्तारै थाहा हुँदै जाने कुरा हो। कोही नयाँहरू आउनु भएको छ भने उहाँहरूको लागि पनि। तर अब यस्तो नर्मल भाषामा बुझ्दाखेरि चाहिँ अब हाम्रो ग्रो अप भएको र हामीले जस्तै बिजनेसबाट आउने एउटा आउटकमको हामीले ऱ्याङ्किङ चाहिँ बढाएर अब त्यस्तै हामीले सेटिस्फ्याक्सन लेभल आफ्नो त्यो लेभलमा पुऱ्याएको भनेर चाहिँ बुझिन्छ। अब हाम्रो टार्गेट भनेको चाहिँ यो बिजनेसमा चाहिँ हामीले पाउने भनेको चाहिँ रिटायरमेन्ट हो होइन। घरमै बसी होइन, अहिलेसम्म गरेको काम, बिजनेसमा जति पनि काम गर्छौँ त्यो काम पनि नगरेर घरमै बसेर चाहिँ 5 फिगर, अब जस्तो लगभग मिनिमम 5 लाखदेखि एबभको हामीले पेन्सन बराबर पाउने हामीले त्यो टार्गेट राखेर हिँडेका छौँ। अब त्यो टार्गेटको चाहिँ अब हामीले केही स्टेपहरू पार गरिसकेका छौँ होइन। अब यसरी नै हामी स्टेपहरू पार गर्दै जानेछौँ। त्यसैले अब गरेपछि नै हुने रहेछ, पाइला चालेपछि नै त्यो हुन्छ नि। जे पनि हामीले एचिभ गर्ने कुराहरू पनि पाइला चालेपछि नै हुने हो। हरेक कुराबाट हामी डराएर आफ्नो चुनौतीहरू छ भन्ने कुराहरूलाई चाहिँ एक्सेप्ट नै गर्न नखोजेर ब्याक सर्यो भने चाहिँ हामीले कहिले पनि केही कुरामा पनि सफलता पाउँदैनौँ। सायद अब 5 महिना अगाडिको हाम्रो यो फर्स्ट स्टेप नलिएको भए हामी यो लेभलमा पुग्थेनौँ।
अनि यहाँ सिरिसकेपछि चाहिँ हामीले यो बिजनेसको पोटेन्सियलको बारेमा पनि थाहा पायौँ। अब हुन्छ नि सबभन्दा छोटो समयमा अब कुनै पनि बिजनेस कुनै पनि क्षेत्रमा काम गर्ने मान्छेहरूले चाहिँ यो रिटायरमेन्ट लाइफ पाउनुहुन्न। जस्तै हामीले यसमा चाहिँ त्यो एउटा देखेका छौँ नि त फ्युचर छ, अनि यसरी सर्ट टाइममा हामी रिटायरमेन्ट हुन सक्छौँ भन्ने कुराहरूको चाहिँ एकदम राम्रो यो पक्ष हो यो बिजनेसको चाहिँ। अनि फेरि अर्को कुरा चाहिँ हामीले पार्ट टाइम जब र फुल टाइम जब गर्दा गर्दै पनि गरेको बिजनेस हो। एकदमै साइड हस्टलको रूपमा अहिले हामीले चलाइरहेको छौँ र हाम्रो चाहिँ यो साइड बिजनेसबाट चाहिँ यति इन्कम हुनु भनेको त अब प्लस हाम्रो चाहिँ कतै काहीँ पनि हाम्रो कामहरूमा चाहिँ ह्याम्पर नगरिकन यो बिजनेस रन गरिरहेका छौँ। अझै काममा पनि कति धेरै स्किलहरू चाहिँ यो बिजनेसबाट डेभलप भएर कामलाई हेल्प गरिरहेको छ। यो कुराहरू पनि अझ धेरै छ क्या। त्यसैले चाहिँ तपाईँहरू पनि अन्यलमा हुनुहुन्छ होइन, के हो यो माइलस्टोन भनेर हालेको भनेर सोच्नुहुन्छ होला। यो साँच्चै नै प्राउड मोमेन्ट हो। यो चाहिँ हामीले गरेको एचिभमेन्ट हो, हाम्रो रिटायरमेन्टको हामीले तयारी गरेको हो होइन, हामीले यो लेभल अप गरेको हो, हाम्रो इन्कमको अब नेक्स्ट लेभलको त्यो इन्कम ग्रेड गरेको हो हामीले होइन। अनि अरू के भन्नुहुन्छ? अब यही हो पर्सनल ग्रोथको लागि हामीले एक स्टेप फरवर्ड भएको, हाम्रो रिटायरमेन्ट लाइफको लागि एक स्टेप अगाडि बढेको हो। यसरी टेक्निकल्ली हजुर थप जानकारी लिन चाहनुहुन्छ भने हामीलाई रिच आउट गर्न सक्नुहुन्छ। हाम्रो डिस्क्रिप्सनमा वेबसाइटहरू पनि छ, पर्सनल मेसेजहरू गर्नुहोला। अझै धेरै विशेष जानकारी लिन चाहनुहुन्छ र यो के रहेछ भनेर हजुरलाई पनि यसको बारेमा म पनि यो चाहन्छु भनेर हजुर सोच्नु भएको छ भने एकदमै जुन बेला पनि हामीलाई रिच आउट गरेर बुझेर यो हामीसँग जोइन गरेर हाम्रो पार्टनर बन्न सक्नुहुन्छ है त। थ्याङ्क यू।